अब म पूर्व सदस्यहरू संविधान सभा सदस्यहरूको निधन भएकोमा निम्नलिखित शोक प्रस्तावहरू प्रस्तुत गर्दछु। शोक प्रस्ताव। नेपाली कांग्रेस पार्टीको तर्फबाट विक्रम सम्वत 2048-2065 सालको संसदीय निर्वाचनमा 2048 र 2056 सालको संसदीय निर्वाचनमा बारा जिल्ला क्षेत्र नम्बर 3 बाट निर्वाचित सदस्य एवं लोकतान्त्रिक आन्दोलनहरूमा सक्रिय भूमिका निर्वाह गर्नुभएका ऋषिकेश गौतमको 84 वर्षको उमेरमा मिति 2082 साल असोज 31 गते असामयिक निधन भएकोमा प्रतिनिधि सभाको यो बैठक उहाँको निधनप्रति शोक प्रकट गरी श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारप्रति संवेदना प्रकट गर्दछ। ख. नेपाली कांग्रेस पार्टीका तर्फबाट विक्रम सम्वत 2053, विक्रम सम्वत 2056 र विक्रम सम्वत 2074 सालमा प्रतिनिधि सभा सदस्य, विक्रम सम्वत 2064 मा संविधान सभा सदस्य निर्वाचनमा रौतहट जिल्ला निर्वाचन क्षेत्र 2 बाट निर्वाचित सदस्य, पूर्व मन्त्री एवं लोकतान्त्रिक आन्दोलनहरूमा सक्रिय भूमिका निर्वाह गर्नुभएका मोहम्मद आफ्ताब आलमको 63 वर्षको उमेरमा मिति 2082 सालको कार्तिक 22 गते असामयिक निधन भएकोमा प्रतिनिधि सभाको यो बैठक उहाँको निधनप्रति शोक प्रकट गरी श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारप्रति संवेदना प्रकट गर्दछ। नेपाली कांग्रेस पार्टीको तर्फबाट राष्ट्रिय सभा सदस्य पदमा निर्वाचित पूर्व सदस्य एवं लोकतान्त्रिक आन्दोलनहरूमा सक्रिय भूमिका निर्वाह गर्नुभएका कृष्ण कुमारी श्रेष्ठ 84 वर्षको उमेरमा मिति 2082 साल मङ्सिर 10 गते असामयिक निधन भएकोमा प्रतिनिधि सभाको यो बैठक उहाँको निधनप्रति शोक प्रकट गरी श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारप्रति संवेदना प्रकट गर्छ। नेपाली कांग्रेस पार्टीको तर्फबाट विक्रम सम्वत 2048 सालमा राष्ट्रिय सभा सदस्यमा मनोनित विक्रम सम्वत 2056 सालको प्रतिनिधि सभा सदस्य निर्वाचनमा मोरङ जिल्ला निर्वाचन क्षेत्र नम्बर 1 बाट निर्वाचित सदस्य र विक्रम सम्वत 2064 सालको संविधान सभाका सदस्य तथा पूर्व मन्त्री एवं लोकतान्त्रिक आन्दोलनहरूमा सक्रिय भूमिका निर्वाह गर्नुभएका आमोद प्रसाद उपाध्यायको 91 वर्षको उमेरमा मिति 2082 साल मङ्सिर 27 गते असामयिक निधन भएको प्रतिनिधि सभाको यो बैठक उहाँको निधनप्रति शोक प्रकट गरी श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारप्रति संवेदना प्रकट गर्दछ। नेपाली कांग्रेस पार्टीका तर्फबाट विक्रम सम्वत 2056 सालको प्रतिनिधि सभा सदस्य पदको निर्वाचनमा ओखलढुङ्गा जिल्ला क्षेत्र 1 बाट निर्वाचित सदस्य तथा पूर्व मन्त्री एवं लोकतान्त्रिक आन्दोलनहरूमा सक्रिय भूमिका निर्वाह गर्नुभएका होमनाथ दाहालको 84 वर्षको उमेरमा मिति 2082 साल पुस 25 गते असामयिक निधन भएकोमा प्रतिनिधि सभाको यो बैठक उहाँको निधनप्रति शोक प्रकट गरी श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारप्रति संवेदना प्रकट गर्दछ। नेपाली कांग्रेस पार्टीका तर्फबाट विक्रम सम्वत 2070 सालको संविधान सभा सदस्य र विक्रम सम्वत 2080 सालमा राष्ट्रिय सभा सदस्य पदमा निर्वाचित सदस्य एवं लोकतान्त्रिक आन्दोलनहरूमा सक्रिय भूमिका निर्वाह गर्नुभएका बलदेव बोहराको 74 वर्षको उमेरमा मिति 2082 साल पुस 30 गते असामयिक निधन भएकोमा प्रतिनिधि सभाको यो बैठक उहाँको निधनप्रति शोक प्रकट गरी श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारप्रति संवेदना प्रकट गर्दछ। उक्त शोक प्रस्तावहरूलाई पारित गरिदिनु हुन अनुरोध गर्छु। यी शोक प्रस्तावहरू सर्वसम्मतिबाट पारित भएको घोषणा गर्दछु। मान्य सदस्यहरू, अब हामी स्वर्गीय ऋषिकेश गौतम, मोहम्मद आफ्ताब आलम, कृष्ण कुमारी श्रेष्ठ, आमोद प्रसाद उपाध्याय, होमनाथ दाहाल, बलदेव बोहराको आत्माको चिर शान्तिको लागि उठेर 1 मिनेट मौन धारणा गरौँ।
समय सकियो। सबै मान्यहरूलाई धन्यवाद। मान्य सदस्यहरू, अब यो प्रतिनिधि सभाको अर्को बैठक 2082 साल चैत्र 22 गते आइतबार 11 बजे बस्ने गरी यो बैठक स्थगित हुन्छ। धन्यवाद।